एक बन्छु, दुई बन्छु, तीन बन्छु, यो देशको प्रधानमन्त्री म बन्छु। यलम्बरको आशिष मलाई मिलोस्। तपाईहरूले यलम्बरलाई राजा माने पनि काठमाडौँ उपत्यकामा चाहिँ यलम्बर भनेर हामी भगवान भनेर पूजा गर्ने चलन छ। आकाश भैरव र एउटा सभ्यताले अर्को सभ्यतालाई सधैँ सहयोग गर्नुपर्छ। 5086 को सबैजनालाई शुभकामना। अङ्ग्रेजीमा भन्दा ह्याप्पी न्यू इयर। हाम्रो मौलिक सभ्यता, हाम्रो मौलिक किराँत परम्परा अनुसार मनाइने यो नयाँ वर्षलाई चाहिँ हामीले मौलिक रूपमा नयाँ वर्ष न्यू इयरकै रूपमा लिनुपर्छ भन्ने बुझाइ हो। र यो किराँतको मात्रै नभएर सम्पूर्ण नेपालको एउटा न्यू इयरको रूपमा मान्न सकिन्छ। आजकै दिन माघ 1 गते विभिन्न समुदायमा, किराँतमा मात्रै नभएर अरू मगर समुदायमा, थारू समुदायमा, मिथिला समुदायमा, विभिन्न समुदायहरूमा फरक तरिकाले भए पनि आजको दिनलाई नयाँ वर्षको रूपमा मनाइने गरिन्छ। र विशेष गरी किराँत सभ्यता चाहिँ काठमाडौँको लागि एकदमै महत्त्वपूर्ण छ। अझ भन्नुपर्दा त मैले तपाईँहरू सबैलाई यो किराँत भूमिमा स्वागत चाहिँ गर्नुपर्ने हो। तपाईँहरूले मलाई स्वागत गर्ने भन्दा पनि काठमाडौँ उपत्यका आफैमा एउटा किराँतको उद्गम स्थल हो। तपाईँहरूले यलम्बरलाई राजा माने पनि काठमाडौँ उपत्यकामा चाहिँ यलम्बर भनेर हामी भगवान भनेर पूजा गर्ने चलन छ। आकाश भैरव, इन्द्रचोकमा रहेको आकाश भैरवलाई चाहिँ हामी यलम्बरको रूपमा पूजा गर्छौँ। र काठमाडौँ उपत्यकामा भएका 3 जिल्लाहरू छन्, काठमाडौँ, ललितपुर, भक्तपुर। ललितपुरको मौलिक नाम पनि यल हो। भनेको यो उपत्यका यलम्बरको राज्यको रूपमा मानिन्छ, यलम्बरलाई भगवानको रूपमा मानिन्छ। र यो एकदमै महत्त्वपूर्ण कुरा किन छ भन्दाखेरि जसरी हामीले काठमाडौँ महानगरपालिकामा आइसके पछाडि र ओभरअल काठमाडौँ उपत्यकामा हामीले हाम्रो सम्पदा, संस्कृति, भाषा, साहित्य, कला, सङ्गीत र सम्पदाहरूलाई जसरी जोगाइरहेका छौँ, त्यसरी नै 752 पालिकामा विभिन्न जात जातिहरू हुनुहुन्छ, विभिन्न समुदाय हुनुहुन्छ, विभिन्न सभ्यताहरू छ, त्यसलाई जोगाएर राख्नुपर्दछ। काठमाडौँ महानगरपालिका र उपत्यकामा हामीले जसरी ढुङ्गेदाराहरूलाई संरक्षण गरेर राखेका छौँ, पार्टी पौवा, मन्दिरलाई, हाम्रो बाजा गाजालाई, आज बाजा सुन्दा पनि हाम्रो नेवारी सभ्यतामा बजाइने बाजा जस्तै सुनिन्छ। ओभरअल नेपालका सबै जुन कलाहरू छन्, सम्पदाहरू छन्, त्यसलाई जोगाइनु पर्दछ। हामीले हाम्रो भाषा जुनसुकै जिल्लामा होस्, जुनसुकै पालिकामा होस्, हामीले हाम्रो भाषा जोगाउनु, हामीले हाम्रो कला जोगाउनु, हामीले हाम्रो संस्कृति जोगाउनु भनेको आफ्नो मात्रै आइडेन्टिटी जोगाएको होइन, त्यो पुरै देशको आइडेन्टिटी जोगाएको। तपाईँले आफ्नो भाषा जोगाउँदै हुनुहुन्छ भने देशलाई पनि जोगाउँदै हुनुहुन्छ। र एउटा सभ्यताले अर्को सभ्यतालाई सधैँ सहयोग गर्नुपर्छ। हामी जुनसुकै सभ्यतामा भए पनि अरू विभिन्न सभ्यता संस्कृतिलाई चाहिँ एउटा इज्जत दिने, सम्मान दिने, त्यो एउटा सम्मानको भावना चाहिँ जुनसुकै संस्कृतिले अर्को संस्कृतिलाई गर्नुपर्दछ। त्यसले गर्दाखेरि अरू मात्रै जोगिँदैन, आफू पनि जोगिन्छन्। हामीले पढेको बेलामा कुनै आज भाषा लोप हुन लागेको छ भने त्यसको लिपिहरू खोजेर ल्याउनलाई सम्पूर्ण नेपालीहरूले एउटा भाषा खोज्नलाई सहयोग गर्नुपर्दछ। कतिका त लिपिहरू हराइसके, कतिका भाषाहरू विलीन भइसके। अहिलेका नयाँ युवा पुस्ता विद्यार्थीहरू भनौँ, उहाँहरूलाई आफ्नो थर जे भए पनि आफ्नो भाषा बिर्सिरहेको हुन्छ। र आफ्नो जे थर हो त्यो हिसाबले भाषालाई पनि बिस्तारै प्रोटेक्ट गर्दै जाने, सिक्दै जाने। आफ्नो बुवा आमालाई सोधेर हुन्छ कि आफ्नो बाजे पुर्खालाई सोधेर हुन्छ कि त्यो सबैलाई जोगाउँदै गयो भने यो एउटा भाषा, एउटा साहित्य, एउटा कला, एउटा बाजा सबै जोगिँदै गयो भने सम्पूर्ण हाम्रो देशमै जोगिन्छ र देशको एउटा आइडेन्टिटी रहन्छ, देशको एउटा पहिचान रहन्छ, हाम्रो जिल्लाको पहिचान रहन्छ, र हाम्रो प्रदेशको पहिचान रहन्छ। सबै चिजलाई चाहिँ जोगाएर राख्नु पर्दछ। र यति भन्दै फेरि पनि सबैजनालाई नयाँ वर्षको शुभकामना, ह्याप्पी न्यू इयर।